सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। र हाम्रो चाहिँ क्याम्प सकेर चाहिँ म चाहिँ घर आएको थिएँ र घरको बिहानको नजारा चाहिँ यस्तै थियो। र म चाहिँ बिहान उठेर वक पनि गएको थिएँ भने म चाहिँ आएर चाहिँ ड्याङ ब्रस गर्नुपट्टि लागेँ र मलाई ब्रस गरेर चाहिँ चिया खानु मन लाग्यो। र रुममा हुँदा त्यस्तो खाँदिनँ र घरमा चाहिँ मलाई पुरा मनपर्छ। र नजारा हेर्दै पिउँदै थिएँ र त्यसपछि चाहिँ म ढिलै नगरिकन काम गर्नुपट्टि लागेँ, किनभने अब कोही हुँदैन बिहान घरमा र त्यही भएर एक्लै हुन्छु र कामहरू गर्नु पऱ्यो भनेर सघाइदिन्छु घरमै। त्यसपछि ढिलै नगरिकन म खाना बनाउनुपट्टि पनि लागेँ र मम्मी चाहिँ आउनु भएको थिएन ड्युटीबाट। र त्यसपछि चाहिँ म ड्याङ खाना बनाउनुपट्टि लागेँ र खानामा चाहिँ अन्डा, निङ्ग्रो, आलु अनि माम थियो भने चाहिँ अन्डा र आलुको चाहिँ मैले ग्रेभी बनाएको थिएँ। र आमा पनि ड्युटीबाट आइसक्नु भएको रहेछ र बाहिर काम गर्नु हुँदै थियो। र अन्त आमाले चाहिँ भेजिटेबल्सहरू पनि टिप्नु भएको रहेछ। यो चाहिँ कहीँ पठाउनु लागि रहेछ, किनभने यत्रो बेसी त घरमा टिपेर राख्दैन, किनभने हाम्रो यो बारीमै फल्ने गर्छ। र त्यति भन्दै मेरो चाहिँ सबै खानाहरू रेडी भइसकेको थियो। र त्यसपछि चाहिँ आमाले बाहिर प्याकिङहरू पनि गरिसक्नु भएको रहेछ। र त्यसपछि चाहिँ म ढिलो नगरिकन लुगा पनि धुनुपर्ने छ भनेर चाहिँ लुगा धुनुपट्टि गएँ र लुगा धुँदै थिएँ। पुरा भोक लागिरहेको थियो, टाइम पनि निकै गइसकेको थियो। त्यस भएर चाहिँ ढिलो नगरिकन खाना खानुपट्टि लागेँ म चाहिँ। र आमाले चाहिँ मिठो भएन भन्दै 2 थालसम्म चाहिँ खानुभयो। अन्त त्यसपछि चाहिँ म चाहिँ यसो तल रोडतिर घुम्नु गएँ। र घुम्नु जाँदाखेरि चाहिँ दाले मलाई भन्यो एकछिन तल जाउँ न, अन्त दा पनि ड्युटी तलै छ भन्दै थियो। अन्त म चाहिँ ड्युटीमा गएँ। ड्युटी चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब यहाँनिर ड्युटी चाहिँ अब सबै यो याद गर्नुपर्ने हुन्छ, किनभने हाम्रो यहाँभित्र चाहिँ मेडिसिन कुराहरू, फ्रुट्सहरू, कफीहरू पनि छ। र त्यति भन्दै यहाँ चाहिँ नजारा देखाउँदै थियो म, यताउता दामी छ भन्दै। अन्त यहाँनिर चाहिँ यस्तै नजारा थियो। अन्त यता तलनिर चाहिँ मुजुर बसिरहेको थियो र मुजुरको पनि फोटो निकालौँ भन्ने चाहिँ भाइको गऱ्यो। र त्यति भन्दै म चाहिँ घरतर्फ लागेँ। र होप यु गाइस लाइक इट, सी यु इन नेक्स्ट ब्लग, बाई।